अपमानको जवाफ, 7 शक्तिशाली तरिकाहरू जसले तपाईलाई सम्मानको राजा बनाउँछन्। दोस्त, याद गर्नुहोस् ती पलहरू जब तपाईँ केही भन्दै हुनुहुन्थ्यो र उनीहरूले बीचमा नै कुरा काटिदिए, जस्तो कि तपाईँको आवाजको कुनै मूल्य नै छैन। Remember that day when you invested everything for someone, but time, energy, cooperation. That pain piercing your chest, the moment your throat choked up, when you tolerated their jokes just to keep the atmosphere from worsening. तर बदला उनीहरूले तपाईलाई यस्तो व्यवहार गरे जस्तो तपाईँ कुनै विकल्प मात्र हुनुहुन्थ्यो, प्राथमिकता होइन। त्यो छातीमा चुब्ने पीडा, गला अड्किने क्षण, जब तपाईले उनीहरूको मजाक सहनुभयो केवल माहौल बिग्रन नदिन, त्यो दुःख होइन थियो, त्यो त तपाईको आत्मसम्मान धीरे धीरे दम घुट्दै गरेको आवाज थियो। Do you know what the most dangerous thing is? Since childhood, we have been taught wrong. राम्रो बन, अरूलाई सहयोग गर, सम्मान चाहिन्छ भने पहिले सम्मान देऊ। You did the same, but they underestimated you because they weren't afraid of you. Today I am telling you 7 brutal तरिकाहरू। यदि तपाईले यी 7 तरिकाहरू साँच्चै लागू गर्नुभयो भने आजपछि कसैले तपाईलाई इग्नोर गर्ने हिम्मत गर्दैन। यो भिडियोको अन्त्यसम्म तपाईँ त्यो व्यक्ति हुनुहुने छैन जसले यो सुन सुरु गर्नुभयो। तपाईँ बदलिनु हुनेछ, अलि बढी शक्तिशाली। Are you ready? Listen carefully, because today you have not only come here to learn, you have come to change. First method, the art of silence. When someone insults you, the body screams, जवाफ देऊ, नीचा देखाऊ। तर रोक्नुहोस्, उनीहरू ठ्याक्कै त्यही चाहन्छन् दार, तपाईको प्रतिक्रिया, तपाईको भावनात्मक ऊर्जा। 500 years ago, Niccolo Machiavelli understood this game. He said, जो राजा हरेक सानो कुरामा प्रतिक्रिया दिन्छ, ऊ आफ्नो सिंहासन गुमाउने तयारी गर्दैछ। डरको मौनता होइन, यो शिकारीको मौनता हो जसले शिकारको अन्तिम गल्तीको प्रतीक्षा गर्दैछ। जब तपाईँ चुप रहनुहुन्छ, तपाईले खाली ठाउँ सिर्जना गर्नुहुन्छ र त्यो खाली ठाउँमा उनी आफ्नै डर र शङ्कामा डुब्न थाल्छन्। अर्को पटक अपमान भए केही नभन्नुहोस्, उसको आँखामा हेर्नुहोस्, हल्का मुस्कुराउनुहोस् र हेर्नुहोस् शक्तिको सन्तुलन कसरी बदलिन्छ। हैन, यो हो जार, मौनताको असली शक्ति। दोस्रो तरिका, पूर्ण रूपमा काटिदिनुहोस्। तपाईको समय, ऊर्जा र वफादारी कुनै It is not a cheap thing. It is a privilege. Whoever does not respect it does not have this right. When someone insults, he says, तिम्रो ममा कुनै मूल्य छैन। तिम्रो ममा कुनै मूल्य छैन। No, Aipto. No. तपाईको अनुपस्थितिले उनीहरूलाई जति पाठ सिकाउँछ, तपाईका शब्दहरूले कहिल्यै सिकाउन सक्दैनन्। The third way is about more than just managing. It's about leading by example. Rise above. बदला चिसो खान मन पर्छ। सबैभन्दा चिसो र खतरनाक बदला हो तपाईँको सफलता, जसले उनीहरूलाई चिस्चे अप्रासङ्गिक बनाउँछ।